नागढुङ्गा सिस्नेखोला सुरुङ मार्ग चाँडै सर्वसाधारणका लागि खुला हुँदैछ। साउन दोस्रो साता उद्घाटन भएको सुरुङ मार्ग अहिले भने एम्बुलेन्स लगायतका आकस्मिक तथा आपतकालीन सवारीका लागि मात्र खुला गरिएको छ। अहिले दैनिक 150 देखि 200 सम्म आकस्मिक तथा आपतकालीन सवारी साधन सुरुङ मार्ग भएर ओहोर दोहोर गर्ने गरेको छ। अहिले ती सवारी साधनलाई निःशुल्क रूपमा ओहोर दोहोर गर्न दिइएको छ। अब अन्तिम चरणको सुरक्षा परीक्षण तथा आपतकालीन अभ्यास बाँकी रहेको सुरुङलाई सर्वसाधारणका लागि खुला गर्ने आवश्यक तयारी अन्तर्गत नै सुरुङ मार्गभित्र आपतकालीन उद्धार अभ्यास मक ड्रिल सम्पन्न भइसकेको छ। आयोजना अन्तर्गत रहेको आपतकालीन उद्धार समूह इमर्जेन्सी रेस्पोन्स ग्रुपले सफलतापूर्वक उद्धार अभ्यास पनि सम्पन्न गरिसकेको छ। यस समूहमा काठमाडौँ महानगरपालिका, चन्द्रगिरी नगरपालिका, युद्ध वारुण यन्त्र, सशस्त्र प्रहरी अस्पताल र सशस्त्र प्रहरी बलको डिजास्टर समूह रहेका छन्। सुरुङ मार्गभित्र यात्रुले खचाखच भरिएका बसमा आगो लागेमा यस अवस्थामा कसरी आगो निभाउने, यात्रुको उद्धार कसरी गर्ने लगायतका विषयमा थप अध्ययन भने भइरहेको छ। सुरुको चरणमा साना गाडीलाई सुरुङभित्र सीमित गतिमा ओहोर दोहोरको स्वीकृति दिइनेछ। कुनै कारणवश सुरुङ मार्गभित्र ठुला सवारी साधन दुर्घटना भएको अवस्थामा त्यसको उद्धार गर्ने अभ्यास नभएकाले सुरुमा साना सवारी साधनलाई मात्र सुरुङभित्र प्रवेशको अनुमति दिइनेछ। आगामी सोमबारदेखि साना सवारी साधनलाई सुरुङ मार्गभित्र ओहोर दोहोरको अनुमति दिइने गरी तयारी भइरहेको छ। नागढुङ्गा सुरुङ मार्ग पूर्ण रूपमा सञ्चालनमा आएपछि काठमाडौँ उपत्यकाको यातायात प्रणालीमा क्रान्तिकारी परिवर्तन आउनुको साथै यसले यात्राको समय र दूरी घटाउने, इन्धन खपत कम गर्ने, ढुवानी लागत घटाउने तथा व्यापारिक गतिविधि विस्तार गरी समग्र राष्ट्रिय अर्थतन्त्र र सडक पूर्वाधारको आधुनिकीकरणमा दीर्घकालीन तथा दूरगामी योजना अथवा योगदान पुग्ने विश्वास गरिएको छ। यस आयोजना अन्तर्गत मुख्य सुरुङ मार्ग 2.68 किलोमिटर अर्थात् 2688 मिटर लामो छ भने आपतकालीन उद्धारका लागि 2.55 किलोमिटर छुट्टै सुरुङ मार्ग निर्माण गरिएको छ। सवारी साधनको प्रकार हेरेर 60 देखि 600 रुपियाँसम्म शुल्क तिर्न पर्ने निर्णय समेत यसअघि मन्त्री परिषदको बैठकले गरिसकेको छ।